बाइक एकदमै रफ्तारमा चाराचार भयो। बाटो कति खराब हो क्या दाइ, बाइकको पट्टा भाँच्छ होला। हेलो हेलो सबैजनामा नमस्कार। हामी चाहिँ डाङ घोराईको यो पेट्रोल पम्पदेखि हाम्रो यात्रा रोल्पा ठबाङसम्मको हुँदैछ। हामी बिचबिचमा पनि यसै गरी तपाईँहरू माझ फेरि पनि देखाउनेछौँ। यो भ्लग अन्तिमसम्म, यो भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला भन्ने आशा छ। हामी दाइसँग चाहिँ हामी कहाँ जान्ला रे दाइ? ठबाङ। हामी रोल्पा ठबाङसम्मको यात्रा देखाउनेछौँ तपाईँहरूलाई। ल हामी चाहिँ लाग्यो है त, ब्याग बोकेर। सरररर यसरी चाहिँ हामी लाग्यो। यो चाहिँ उता भाइरल रोड जाने बाटो। अब चाहिँ हामी सर्व यता घुमेर चाहिँ रोल्पा जाने बाटोतिर लाग्यो। बिहान पखको यो भ्यू एकदमै राम्रो देखिएको छ है। टोरीहरू यता यता अलिअलि टोरीहरू भइरहेको छ। ल है गाइस, हामी चाहिँ लगभग पेट्रोल पम्पदेखि 5-7 मिनटको यात्रा पछि हामी यो बार्कुने दह चाहिँ आइपुगिसकेका छौँ। यो बराहा क्षेत्रमा चाहिँ हामी प्रवेश गर्दैछौँ। एकैछिन भित्र छिरेर हामी दर्शन गरेर जानेछौँ। यो चाहिँ श्री बराहा क्षेत्र प्रवेशद्वार भनेर लेखेको गेटदेखि हामी भित्र छिरिसकेका छौँ। देख्न सक्नुहुन्छ यतातिर है, यस्तो झिलिमिली सजिएको छ। फाइनली बार्कुने दह डाङ। फाइनली हामी चाहिँ बार्कुने दहमा। अहिले चाहिँ डुङ्गा नचल्दो रहेछ के अरे है। बिहान हो, डुङ्गा चढ्ने मान्छे पनि आएको छैनन् होला। यो भ्यूहरू चाहिँ यति बवाल भ्यूहरू छ। टक्क लाएर चारैतिर बिहान पख अलिअलि तुवाल लाग्दैछ। यतातिर अटोहरू है, टक्क भर्खर चहल पहल हुँदैछ बिहान। ल है गाइस, हामी चाहिँ यो भएको टक्क यहाँनिर फोटो खिच्ने ठाउँमा आइपुगिसकेका छौँ। र भेडा, यो चाहिँ टक्क भेडा छ। यहाँनिर चाहिँ म केही महिना अगाडि आउँदा यो थिएन होइन। यो टक्कपट्टि छ्यालै बनाएर रहेछ यहाँनिर। अनि फेरि यता टक्क नमस्ते गरेको है। बच्चाहरू घुम्ने ठाउँ, खेल्ने ठाउँ, अति रमणीय ठाउँ छ। यो ठाउँमा केही महिनापछि चाहिँ प्रवेश गरियो। यता चाहिँ फेरि यो डुङ्गा चड्डा लगाउने, सजिलै उत्रिन सक्ने ज्याकेट र यो डुङ्गाहरू, टक्क परेवाहरू चाहिँ अलिअलि भर्खरै बच्चाहरू खेल्दैछन्। यता परेवाहरू च्याप्प छोडिदिउँ के हो, च्याप्प कति लातो परेवाहरू छन् है यता। सबैमा शुभ बिहानी। हामी चाहिँ यसै गरी अगाडि बढ्दैछौँ। हामी एकैछिनमा तपाईँहरूलाई माछा पनि देखाउनेछौँ। यहाँ यति धेरै माछाहरू छ। यता माछाहरू त्यहाँ पौडिरहेछ। परेवाहरू आफ्नै तालमा उडिरहेछन्। माछाहरू आफ्नै गतिमा है, मस्त छ। अति रमणीय ठाउँ छ। यता चाहिँ धार्मिक स्थल, मन्दिरहरू है। ल सो गाइस, हामी चाहिँ यता बार्कुने दह घुमेर अब फर्किन लाग्छौँ। दाइ चाहिँ उता
एकजना साथीसँग भेट हुनु भएको छ। अब हामी चाहिँ निस्किन लागेको है बारकुने दहदेखि डाङको बारकुने दहदेखि निस्किन लागेको हामी चाहिँ अब फेरि देखाउने चाहिँ दाइ लाग्नुपर्छ अब त ल अब हामी जाने हो टक्क यतातिर है नानी बाबुहरू कस्तो राम्रोसँग खेलिरहेछन् है तपाईहरुको नानी बाबु लिएर यहीँ आउनु होला यति रमणीय ठाउँहरुमा हेर्नु त बच्चाहरू कति धेरै खुसी भएर खेलिरहेका छन् आफ्नै तालमा भेडा कस्तो रियल जस्तो देखिन्छ है भेडा खतरा छ के खै पोज हानौँ सो गाइस हामी चाहिँ यहीँदेखि नास्ता खाएर बिहानै नास्तै नखाएर हातमुखै नधोएर हिँड्यो अब बारकुनेमै आएर हातमुख धोयो के अरे अब चाहिँ नास्ता खाएर लागौँ भनेर होटलतर्फ लाग्दैछौँ हेरौँ अब के नास्ता छ के पाकेको छ के नास्ता रेडी भएको छ त्यही खाएर हिँड्ने होला नि फेरि यति आनन्द ठाउँ छ हौ बारकुने दह सो हामी चाहिँ बराल क्षेत्र लक्ष्मी नास्ता पसलमा छौँ यता है नास्ताका आइटमहरू चाहिँ टन्न नास्ताहरू छन् है वाउ तिहारको झिलिमिली अझै पनि छ नास्ताका परिकारहरू सो गाइस हामी चाहिँ यता छोला समोसा नास्ता खान लाग्यो है बारकुने दहमा मिठो नास्ता पाक्दो रहेछ यता नास्ता खाइयो हेलो हेलो गाइस हामी चाहिँ अब यो बारकुने दहदेखि निस्किसकेको है अब हामी यो गेट बारकुने दहदेखि निस्किसक्यौँ यो चाहिँ डाङ घोराइ जाने बाटो अब हामी चाहिँ यता मोडेर रोल्पा छबाङको यात्राको लागि हामी चाहिँ हिँडिरहेका छौँ ल है गाइस होलेरी पुग्नुभन्दा अलि यता पेट्रोल पम्प भन्दा पनि अलि तलैदेखि उता यो पल्लोपट्टि देखिएको हिमाल अत्यन्तै सुन्दर छ यो हिमाल कुन ठाउँको है यो हिमालको नाम के होला कतिपयलाई थाहा हुने जतिले यसो भनिदिनु होला है त फाइनली गाइस हामी चाहिँ होलेरी प्रवेश गरिसकेका छौँ यो देख्न सक्नुहुन्छ होलेरी बजार होलेरी बजार त्यति साह्रो भिडभाड त छैन रहेछ होलेरी बजार बाइक एकदमै रफ्तारमा चाराचार भयो बाटो कति खराब हो क्या दाइ बाइकको पट्टा भाँच्छ होला ए बाइकको साँच्चै पट्टा हुन्न त है त्यस्तो बाटो ल है साथी यो दारबोटमा आइपुग्यो होटेल थुर्पा है सो फाइनली हामी चाहिँ यता सिस्ने कटेर ओबाङतर्फ लाग्दैछौँ यो झरना अति
सुन्दर झरना छ। यो झरना देखेर चाहिँ हामी नरोकी फोटो भिडियो नबनाई त अगाडि बढ्न सकेनौँ। हामी टक्क लगाएर धुलै धुलो भएछ है। बाइक